हेलो एभ्रिवान, यो मेरो सानो मिनी ब्लगमा तपाईँलाई वेलकम। र आज चाहिँ म र भाइ तिमी तारुक सिक्किम पुगेको छ, जहाँनिर चाहिँ सिक्किमको वान एन्ड ओन्ली टी गार्डन छ होइन। अनि यहाँ चाहिँ हामी भाया सिन्ताम भएर 1 आवरको बाटो भएर चाहिँ हामी फाइनली यहाँनिर आई लभ तिमीमा पुगेको छौँ। यहाँनिर चाहिँ नर्मली केही छैन रहेछ होइन, जस्ट एउटा टी गार्डन मात्रै रहेछ होइन। अन्त टी गार्डनको नयाँ प्लेस भनेर चाहिँ कस्तो रहेछ भनेर चाहिँ हामी यसो हेर्नु निस्केको। र यहाँनिर मेरो भाइ चाहिँ भिडियो बनाइदिनु आई लभ तिमीको अगाडि भनेर मलाई भनिरहेको छ। र तपाईँहरू सबैले हेर्नु होला, यहाँ आई लभ तिमीको भ्युज त्यस्तो रहेछ है। उसमा जाने त म यता जान्छु, कम्ती साइड यता जाउँ न। जसलाई चियापत्ती बगान डुल्नु मन छ होइन, यु क्यान गो हियर। यता भिडियोमा छ, छिटो न एउटा फन्नी हुन्छ नि। यसो गर्न यसो गर्न, अहिले सर्ट क्लिप हाल्नुको लागि। यता फर्केर यो चाहिँ के हो अन्त? यो चाहिँ हाम्रो चियापत्ती हो, हल्का यहाँ देखोस् त। टी गार्डन हो होइन। यहाँ देखाउनुहोस्, अब यसलाई चाहिँ टी लिप्स भनिन्छ। यो टिप्नुपर्छ। अनि मलाई मार्च चाहिँ मैले टिपेर पठाएँ। अनि यो चाहिँ अहिले चिया बगानको बगान भनिन्छ है। तर एकदम सुन्दर तरिकाले बनाएको रहेछ, त्यही कारण एकदम टुरिस्ट प्लेस बनाएको रहेछ सिक्किमको बुद्धिले एकदम हो। आई लभ तिमी हेर्ने चाहिँ तिमी गार्डन हो, टी गार्डन हो एक्चुअली चाहिँ। अनि दिस इज मी जग्गाको भ्लगमा यसरी एउटा उयो चरा पनि खिचिदिउँ भनेको नि त, जुम गर। अस्ति मलाई निकाल्न यस्तो गरेर जान्दै गरेको। अब अरू जग्गा पनि गर्नु न अन्त, यहाँ भएन। म चाहिँ भिडियो लगाउँछु। विथ माई ब्रदरको भनेर लेख्छु नि त। त्यो त तर म राम्रै नै खिचिदिन्छु हाउडामा। भयो, के गरेको त्यसो आङहरू उयो भएको जस्तै। यो तिमीको टी गार्डन चाहिँ हामी घुमेर सक्यौँ, फोटोहरू क्लिक गऱ्यो होइन, रिल्सहरू बनायो। र तिमीलाई टाटा गरेर चाहिँ हामी घरतिर लाग्दिएको। र मलाई चाहिँ जेन्युनली के लाग्यो भन्दाखेरि चाहिँ अहिले चाहिँ करेक्ट टाइम होइन रहेछ यो तिमी आउने। र तपाईँहरू जो आउनु चाहनुहुन्छ त्यही भएर चाहिँ पहेङ फुलेको टाइममा आउनुहोस् रहेछ होइन, किनभने यति बेला चाहिँ दामी भ्यू हुँदो रहेछ हो। तर पनि तपाईँलाई अब यसो टाइम पासहरू गर्नु मन छ हल्का होइन, रिफ्रेसमेन्टको लागि हो भने चाहिँ तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ, नजिकको मान्छेहरू। अनि तपाईँहरू सबैलाई थ्याङ्क यू फर वाचिङ।